डाँडामा रहेछ। यहाँबाट सिन पनि एकदम राम्रो देखिने रहेछ। के नि ऐसेलु हो कति धेरै पूजा गर्दा खानु भन्दैछ। यहाँबाट चाहिँ हामी जान्छौँ मन्दिरमा। भ्यू चाहिँ एकदम राम्रो देखिने रहेछ। अब यहाँबाट टिकटक र कोठा त कति भन्छ कहाँ हिँडेका हो ल ल ल नै आउँदिन। What a beautiful view! अनि मेन मन्दिर चाहिँ थियो। मन्दिर चाहिँ यो चाहिँ एकदमै बढी एक्साइटेड भइरहेको छु। मन्दिर कस्तो नभएको त यिनीहरूलाई फोटो खिच्न परिसके यस्तो छ। पूजा पहिला त पूजा गरेर बल्ल खिच्ने होला नि। के गर्नु लास्टै राम्रो म चाहिँ भ्लग बनाउँदा ठिक हुन्छ मलाई। यो चाहिँ के रहेछ रमाइलो छ। कहिले सक्छु नि म चाहिँ फोटो खिचेर गाइज मलाई भ्लग गराउँदा दिन्छ। भ्लग गराउँदा टिकटक गराउनु पर्छ। तिनीहरू चाहिँ फोटो खिचेर भ्याउँदै भ्याएन। मन्दिरमा चाहिँ गएको म चाहिँ है राम्रो रहेछ मन्दिर। तिनीहरूलाई फोटो टिकटक बनाउँदाखेरि फुर्सद छैन। हाम्रो दाइको दाइमा हुनुहुन्छ गीत सुन्दै मस्त आफ्नै पारामा यिनीहरूले भ्याउने भएन नि भन्दै सोच्नु होला। त्यहाँ पनि टिकटक बन्दै रहेछ नाच्दै।